आज विशेष दिन हाम्रो छोरीको जन्मदिन। जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु म मेरी छोरीलाई। सो अवसरमा हामीले जन्मदिन नै मनाउनु पर्छ भन्ने विचार पनि थियो, तर कसरी मनाउने भन्ने हामी श्रीमान श्रीमतीले सरसल्लाह गर्यौं। हैन, पार्टी त नगर्ने, बरु सामान्य यसो सानोतिनो सामग्रीहरू डोनेट गरेर मनाउँ, सौजन्य गरेर मनाउँ भन्ने उसमा यहाँ पनि यो हाम्रो आदिपुर स्वास्थ्य केन्द्रलाई पनि एउटा बेडको आवश्यकता, विशेष गरी वृद्ध वृद्धाहरूलाई सामान्य प्राथमिक उपचार गर्दा पनि बेडमा राखेर गर्न पाउँदा राम्रो हुने भएको कारणले गर्दा सुरेन्द्र सरसँग हामीले यही नै सरसल्लाह गऱ्यौँ। त्यो भएको कारणले गर्दाखेरि यो एउटा सानो सहयोग हाम्रो आदिपुर स्वास्थ्य केन्द्रलाई हामीले हस्तान्तरण गर्ने योजना बनायौँ। त्यही अनुरूप आज पहिलो जन्मोत्सवको उपलक्ष्यमा हामी यो कार्यक्रम गर्ने। हाम्रो सुरेन्द्र सर हुनुभएको भए चाहिँ विशेष कार्यक्रमै गर्ने सोच पनि थियो। उहाँ विशेष कामले गर्दाखेरि यहाँ हुनुहुन्न थियो, भएको कारणले गर्दा यो एउटा सामान्य कार्यक्रम, तर यसले पनि हामी विशेषै मान्छौँ। यति भन्दै म ती शब्द यहीँ गर्न चाहन्छु। धन्यवाद। अब यो चाहिँ के कसरी यता हेर्ने यता फोटो